ल हाम्रो चाहिँ अब यहाँ पार्ट 2 मा खसीको खुट्टाको सुप बन्न लागिरहेछ बट विदाउट ओइल तेल बिना त्यो त ठीक छ हैन यसको सबै पकाउने कि कसो गर्ने के गर्ने आधा पकाउने सबै पकाइदिनु हैन उ आमाले सोध्दै नि सासु आमाले हुने यो त भोलि दिउँसोसम्म चल्ने हो मजाले बेसार पनि चाहिन्छ हैन हल्दी पनि भएको हल्दी यो चाहिँ अन्ली हो हाम्रो लसुन लसुन राम्रो हो अदुवा भन्दा त हल्दी पनि चाहियो त्यति भयो हुन्छ धेरै हुन्छ त्यो त हैन उहाँलाई अब खुट्टा के छ अलग पनि थुप्रो छ हैन लगेर साइज ठिकै छ ठिक छ कहाँबाट ल्याउनु बजारबाट अलिक पिस गर्नुपर्छ क्या हो के भाउ दियो पिस गर्नु ठिक हो खाने होइन राम्रै हुन्छ मासु पनि छ त यसमा खै कोबाट किन्नु हो मासु पनि त हालेको खै के हो मासु पनि खान्छ भनेर होला के अरे हल्दी ल्याउनु भएको छ नि हल्दी छ ल खुट्टा लागिसक्यो है अब हल्दी पनि यहाँ छ नुन पनि चाहिने सेतै हुने हो हुन्छ धेरै हुन्छ त्यो भएको जतिलाई काचाकुचु गरिदिनु के हो अदुवा अदुवा भेट्यो अब यो खुट्टाको कालीगढ चाहिँ हामी दुईजना है कालीगढ हामी दुईजना है खुट्टाको अनि अब यहाँ चाहिँ खै एकजना चाहिँ मोबाइल मात्रै कोटाएको छ है सेकुवाको कालीगढ चाहिँ 3 जना हो खेमेजी गर्नु न हेल्प गरिदिनु न यार हेर्नु त लाल दाइलाई कस्तो गाह्रो भइरहेछ यो तिते बनाउँथे त मैले तिते निकालेन छ नि त हैन स्याउट्या पनि होला त्यसको स्याउटे गर निकाल्नु के छैन स्याउटे निकाल्नु कलेजी पनि हाल्दिनु मैले छान्नै जान्दिनँ के ओ लाल दाइले छान्नुहुन्छ त तपाईले यसो सिल गर्नुभयो भने त हुन्छ त हैन लाल दाइ छान्न त लाल दाइ हुनुहुन्छ त ल यो टोलीहरु यहाँ छन् ए प्याज लगाइन्छ लगाइँदैन प्याज यसमा हाम्रो अलि प्याज हाल्नु होला माथिबाट अहिले हैन पर्दैन अहिले हो अब ढक्कन लगाउनु भन्दा पहिला अलि प्याज हाल्यो मस्त गल्छ के प्याज पनि धनिया 4-5 सिटा धनिया पनि हाल्नु ए धनिया काटेछ नि हाम्रो बा ओ कायल धनिया कहाँ बा राम्रो छ है खै उहाँको बेग्लै छ लफडा
धनियाँ त्यहाँ हामीले नि ल्याएको थियौँ ल अब यसलाई चाहिँ कसो गर्नुपर्ने हुन्छ जिरा धनियाँ पाउडर छैन यसमा धनियाँ हालौँ अब अनि हल्का प्याज ल्याउनु न काटेको प्याज छ भित्र काटेको प्याज त्यहीँ छ मैले ल्याइहालेँ ल दाइ काटिसक्नु भयो प्याज 1 मिनट ल ओके अब यहाँ अब यो चाहिँ प्याज हो अब त्यसले चाहिँ अब प्याज मिक्स गर्नुहुन्छ धनियाँ पनि आउँछ है यो सबै होइन होला के अरे आधा यो चाहिँ एकदम बहुत अदुवा खुर्सानीसँग हो ठिक छ हल्का खुर्सानी चल्ने हेर्दा खल्लो लाग्ने हो ओहो हजुर दाइ प्याज राख्नु प्याज होइन त्यो त मिल्छ बजाउनु चाहिँ मिल्दैन कतिजना लाग्नु भयो धनियाँ यहाँ छ हरियो धनियाँ छ यहाँ पोलिथिनमा छ शंकर सर बाजमा जान्ला यहाँ छ ओ शंकर सर यहाँ आए थे अपने शंकर पखाल्नुपर्छ ल यहाँ भित्रको टोली चाहिँ ओहो त्यो रोटी सकेको हो अनि केसँग छ अनि यो रोटी कहिले बनाएको कतिखेर साँझको खान्छु म त रोटी त मलाई त्यसै भयो नि चल्छ मासुसँग हो भने झन् खाइदिन्छु तर एकछिन पछि कहाँ नाति भयो भने खुसीले आमा त उठिहाल्छ त मैले बुझिनँ आज एकादशी थियो रे व्रत त्यही भएर हामी भात खान्नौ रे रोटी मात्र खान्छौ ए म त एकादशी द्वादशी सबैतिर खाइदिन्छु अनि के अरे अटो चाहिँ तपाईँले लानुभएको यहाँदेखि त्यहाँदेखि यहाँ खतरा यार ल धनियाँ पनि आयो कति सिटी लाउनु पर्छ 3-4 सिटीले त हुँदैन होला यार होइन त्यो सिटी बारम्बार हान्यो भने त 6-7-8 सिटी हान्नु पर्ने हो अब कुकर बिस्तारै कोही हान्छ नि त एक सिटी हानेर मजा रोकेर 2-4 मिनटपछि हानेर यो हुने बित्तिकै पहिला हामी चेक गरौँ ल यस्तो हालिसरी गऱ्यो कि छोड्दैन हेर्दाखेरि एकदम खल्लो लाग्ने हो अहिले अब खल्लो त हुँदैन मसला त सबै भएछ हेर्दा चाहिँ खल्लो हो तर मैले देखिसकेँ यो स्वाद यति खतरनाक आउने छोड्दैन तिनलाई त्यो भन्दा नि यही पिरियो भने ल हाम्रो लफडा यहाँ सकिएको छ यहाँ अर्को लफडा सुरु हुँदैछ लफडा सुरु भयो सक्यो यो त प्याज टमाटरको लफडा है यो त्यो कानेर बनाउने हो त कुन चाहिँ यसले यहीँ बनाउ यहीँ भित्र बनाउँछ होला यो मासु अहिले मासु भित्र पकाउनु मिल्दैन लाल कति जति हो त्यो तरकारी कति पुरा खतरनाक स्टाइलमा हाम्रो यो चाहिँ पुरा सिकिने हो 5 किलोको हाम्रो 3वटा भाग्यो होइन हेरे उठेको यार पुरै हाम्रो सेकेर खाने होइन फेरि निकाल्नुपर्छ फेरि त्यो सिक खेमेसरलाई दिनु होला एउटा प्लेटमा तपाईँले निकाल्दै गर्नुहोस् त्यसको पछि हल्दो नुन पछि हाल्ने होइन
त्यो नुनवाला पिसेर हैन पिसेको पछि दाइ उहाँले त मासु दिनु मिल्दैन नि फेरि भगतजीलाई मासुले माथि माथिको मासुवाला आगो तम्बल लाग्छ अप्ठ्यारो लाग्यो छोडिहाल्नु ल अप्ठ्यारो त भएन हजुर भगत फेरि हामी यहाँ साह्रै मासुवाला घेरिदिए कहीँ हुन्छ त्यही त अप्ठ्यारो मान्छ नि त मेरो घरमा मम्मी मासु खान्छन् अनि के अरे मासु खाने कतिजना हुन्छ 1 2 3 4 5 6 7 8 अनि तपाईँको सासूले खानुहुन्छ नि सासूले नि खानुहुन्छ जानु नि ए बस्नु पर्यो त ठिक भयो हामी त आइरहन्छौँ भोलि नै आउँछौँ भोलि नै आउनु है ल मस्तले पोल्नु है तपाईँहरूले ए उहाँहरू त सक्यो होला के अरे खै छोराबुहारीको त्यति चाहिँ सुख गरिदिनु भएको छ क्या उहाँहरूको लागि पकाउनु पर्दैन ल है त ल अब हाम्रो मासु आइटमको भ्लग चाहिँ यति नै छ नयाँ मान्छेलाई स्वागत खुसियालीमा चाहिँ यो अब बनाउनु न बनाउनु होइन के छ भन्नुहोस् है ठिक छ 2 महिना छ भाइ यो तोर बचाइदिनु बाँच्यो 2 महिना भित्र मासु गर्नु न हड्डी मासु गर्नु हड्डी नखानु हड्डी खाली वेस्ट जाने किनकि खाने कोही हैन हड्डी चलाउन सक्ने यसको हैन टर्चरले जाई हड्डी वाला सबै निकाल्दिनु म कोल वाला ल है त अब म यो ब्लगलाई यति राख्छु हाम्रो साथीहरूले बढाबढ गर्दै छन् यो कोल वाला हाल्ने के ओके बाइ भन्नुभन्दा अगाडि तपाईँले च्यानल लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु ओके बाइ बाइ